गुड मर्निङ गाइस। र म चाहिँ अहिले फिलहाल शिलङमा छु। शिलङको मौसम अलिक जाडो छ र यहाँको वातावरण कस्तो छ भन्ने कुरो हजुरहरूलाई थाहै छ होला। अब यहाँको यसो हल्का नजारा हेर्ने कोसिस गर्नुहोस्। मैले त अलरेडी हेरिसकेको छु र हजुरहरूलाई भिडियोको माध्यममा देखाइरहेको छु। यस्तो क्लाउड छ अहिले फिलहाल र मौसम एकदम शान्ति छ। र यता चारैतिर यो चाहिँ शिलङको ह्याप्पी भ्याली हो फिलहाल। र यहाँ देख्न सक्नुहुँदैछ यो जुन रुख छ होइन, घाँस ट्री भनौँ न, तपाईँहरूलाई के जस्तो लाग्छ होला? यो शिलङमा हालैमा एउटा फेस्टिभल भएको छ जो कि चेरी ब्लोजम भनेर त सुन्नुभएको होला। हो त्यसकै रुख हो। जब यसको फुल फुल्छ नि पत्ताभन्दा धेरै फुलै मात्र हुन्छ। र यसको यहाँनिर शिलङमा ठुलो धामधुमले एउटा फेस्टिभल मनाइन्छ। धामधुमले चाहिँ यसको फेस्टिभल भर्खरै भयो होला, 2-3 महिना सकेको। र यहाँको मौसम त अहिले अब एकदम मर्निङ, अब घाम झुल्किन लागेकै छ। भनिसक्यो हजुरहरूलाई त गुड मर्निङ भनेर। हेर्नुहोस् कस्तो क्लाउडलीमा यस्तो जुन त्यो रिफ्लेक्सन भएको होला होइन, कस्तो जुन चाहिँ घामको रोशनी लागेको छ। यो मोबाइलमा भन्दा पनि अझै मेरो हाल चाहिँ यस्तो स्पष्ट र यस्तो राम्रो देखिएको छ नि। हेर्नुहोस् यहाँको मौसम यस्तै छ अहिले फिलहाल। र आजको भिडियोमा यति नै छ। र हजुरहरूलाई भिडियोमा खासै केही कस्तो दिन सक्दिनँ। र बेला बेला म मौका पाएको छु त्यही नै दिइरहेको छु। र दोस्तों बाई बाई।